हेलो गाइज, कागती यस्तो राम्रो कागती छ फलेको हाम्रो भडौमा। यसमा पनि छ फलेको। गाउँघरमा यस्तै हुन्छ। खुर्सानी बस हाँगै तल झर्ने गरी फलेको छ यार। यस्तो डेन्जर फलेको छ कि के भन्ने भयो भाइ। चाहियो भने भन्नु होला। बहुत जसले फल्ने रहेछ। हाम्रो बाह्रै मास फल्ने वाला कागती हो यो। टिप्न गइरहेछौँ। बेच्ने भनेर लगाएको, तर यो बजार खोज्न जानुपर्ने हो। बजारै गाह्रो छ। कागती फुलेको छ। यता पनि कागती छ फलेको। She's my wife. Her is very beautiful. मलाई उता टिप्न बोलाइरहेको छ, म पनि उतै गएँ टिप्न। यो अलि पछि टिप्ने। यसमा पनि फलेछ धेरै। अन्दाजले लगाइदिएको त यस्तो जोरले यहाँ पनि फलेछ। साथीहरू, हाम्रो उदयवन नर्सरीमा पाइन्छ हो। हाम्रो यता मधुबन बर्दियामा। हजुरलाई चाहियो भने भन्नु होला। यस्तो जोरले फलेछ के भन्ने। यो हाँगै लुङ्गे छ कि के भन्ने हेर्नु त। यस्तो हाँगा छ कि बाबा, यस्तो जसले त फल्ला भनेर अनुमानै थिएन। त्यो तल पनि पुरा नुङ्गेर। यो हाम्रो तरकारी यसमै माथि भएर अलिक गाह्रो भएको छ। ल हुन्छ, ओके भाइ।